गोरुबथान यस्तो राम्रो जग्गा छ, यसलाई परिचय गराउनै पर्छ र यो परिचय गराउनुमा केवल टुरिज्म पर्यटनलाई मात्र उद्योगलाई मात्रै हामी उँभो लाउँदैनौँ, यहाँको एग्रिकल्चर पनि हाम्रो त्यो पर्यटनको कारणले गर्दा एग्रिकल्चर पनि हामी त्यसलाई पनि उँभो लाउन सक्छौँ। यहाँ अन्य त्यसरी विभागीयहरू जसलाई चाहिँ हामी एग्रिकल्चरलाई मात्रै होइन अरू पनि हामी त्यहाँनिर लाउन सक्छौँ, जसले गर्दाखेरि गोरुबथानको भिन्न एउटा महत्त्व हुन्छ भन्ने हामीले कुरा गरेको थियौँ। त्यसै कारणले गर्दाखेरि मैले स्टडी गर्दाखेरि हामी हेर्छौँ तोरेताङमा गयो भने आर्चरी ट्रेडिसनल गेम अरे हामी त्यसलाई पनि लिन सक्छौँ। ट्रेडिसनल गेम अरे आर्चरी मजाले खेलिरहेछ, इन्टरनेसनल ब्याचमा खेलिरहेछ तोरेताङमा। धौलीमा गयो भने सानो राईहरूले डान्स गरिरहेको हुँदैन, सकेला मनाइरहेको। बिन्दुमा आयो भने हामीले रोशन भाइहरूले गरेको खलेदाईको प्रोग्रामहरू यसरी हुँदै हुँदै आउँदै गर्दाखेरि कुमाईको हामी भालेढुङ्गा कि जोरढुङ्गा भन्ने मैले सुनेको थिएँ। यहाँ आयो भने दालिमटार हिस्टोरिकल प्लेसेसमा गनिन्छ। माथि बाधे एउटा कम्युनिटी टुरिज्म भिलेज टुरिज्मबाट फैलाउन सकिन्छ, किनभने एउटै जात मात्रै बस्छ जस्तो चाहिँ तोरेताङमा हुन्छ। त्यसरी नै लुङसेलमा हामीले हेऱ्यौँ भने लेप्चा जाति मात्रै बस्छ भने त्यस्तै लेप्चा जातिलाई नै हामी प्रमोट गरिकन लेप्चा जातिको इतिहासलाई बुझ्नुको लागि आउने अहिले त त्यस्तो हुँदो रहेछ नि त। गोरुबथानमा आजको दिनसम्म जे जस्तो तपाईँले एउटा टुरिज्मलाई एउटा देखाइराख्नु भएको थियो, परिचय तपाईँलाई दिइराख्नु भएको थियो, समेटेर राखिराख्नु भएको थियो र आउँदो दिनहरूमा गोरुबथानको क्षेत्रलाई तपाईँहरू कस्तो कस्तो प्लानहरू एउटा सोच्नु भएको छ होला। अब कुन क्षेत्रमा के एउटा रोपेको प्लान यता प्रेरणा गरेको प्लान, हर क्षेत्रको प्लानहरू तपाईँले सोच्नु भएको होला। त्यो तपाईँहरूले एउटा तय गरेर होइन, जुन हाम्रो एउटा कमिटी पनि बनिँदैछ, न्यू कमिटीको साथसाथमै जतिवटा हाम्रो प्रपोजलहरू हुन्छ हाम्रो क्षेत्रमा कुन कुन चिजहरू चाहिँ हामीले यो क्षेत्रमा टुरिस्टको लागि गर्नु सकिन्छ, जसमा कि टुरिस्टलाई हामीले 3-4 घन्टा 5-6 घन्टा घुमाउन सकिन्छ। यो योजनाहरू हामीले यही टिम एउटा तय गरेर एउटा हामीले रेडी गर्नुपर्छ। हेर्नुहोस् यो अब हाम्रो कागजपत्र कहाँसम्म लानुपर्ने त्यो हामी जी हुनुहुन्छ, तपाईँहरू हुनुहुन्छ होइन, हामी सरकार समक्ष राखेर अब कुन डिपार्टमेन्टबाट हामीले कसरी ल्याउनु पर्ने हामी एउटा उहाँहरूकै माध्यमबाट हामी भरपूर्ण तपाईँहरूलाई हामी सघाउनेछौँ। जसरी अरू सब डिभिजनतिर वा टिम उहाँहरूले गरेर आफ्नो सब डिभिजन क्षेत्रमा डिस्ट्रिक्टमा उन्नति गरिरहेको छ, त्यसरी नै हामीले यो एउटा टिमले चाहिँ गोरुबथानको एउटा नयाँ रूप टुरिज्मको लागि देखाउने एउटा मेरो पनि एउटा सोच छ। त्यसमा तपाईँहरूलाई जस्तो सहयोग भन्नुहुन्छ सरकार समक्ष लगेर जाने मात्रै होइन, लिएर पनि आउने एउटा विचार मैले पनि सोचेको छु। त्यसले गर्दाखेरि आज यो पञ्चायत समितिको एउटा मिटिङमा मलाई पनि एउटा निमन्त्रण गरेर एउटा तपाईँहरूसँग एउटा बोल्ने मौका दिनुभयो, उहाँहरूलाई पनि एउटा धन्यवाद दिन चाहन्छु। आउँदो दिनहरूमा पनि हामी एउटा छिटै यो टिम अब तयार गर्नुपर्छ होला। योजनाहरू प्रायः चालु दिनु हुँदैछ। हेर्नुहोस् अब एमएलए साहबले पनि यो क्षेत्रको लागि धेरै सोच्नु भएको छ। हेर्नुहोस् पाहाडमा माथि जग्गा छैन, जे छ यो 44, 45, 43को एरियामै खालि जग्गाहरू छ, त्यसमा धेरै नै योजनाहरू आउनेवाला छ। तपाईँले देख्नु भएको छ एउटा स्टुडियोमा अब त्यहाँ नापजोक हुँदैछ। हेर्नुहोस् यसरी नै थुप्रै योजनाहरू छ। अब त्यसको लागि पनि हामीलाई ठुल्ठुलो होमस्टेहरू होटेलहरू चाहिन्छ, किनभने टिम डर टिमहरू त्यहाँ आउनु पऱ्यो एउटा होइन। त्यसले गर्दाखेरि अझै यसलाई बढाएर लैजाउँ। हेर्नुहोस् पर्सनल्ली पनि आफूले तपाईँहरू गरिराख्नु भएको छ र पर्सनल्ली पनि कतिवटा आफ्नो होमस्टे होटेलहरू त बनाउनै पर्छ र सरकारबाट
पनि कतिवटा अब ल्याउनु सक्छौँ। यो अब तपाईँहरू हामी मुष्टै भएर ल्याउने हामी आशा साँचेको छौँ। गोरुबथान टुरिज्म डेभलपमेन्ट सोसाइटी विगत 2012देखि यस क्षेत्रमा कार्य गर्दै आइरहेको छ र आज जुन चाहिँ जमघट भएको छ यो जिटिडिएसको पालोमा योभन्दा अघि पनि मेरो साथी हुनुहुन्छ जो जिटिडिएसको पूर्व सभापति साथी ओमदेन अनि सचिव मै नै थिएँ त्यति बेला पनि र हामीले पनि एउटा प्रयास गरेका थियौँ। यहाँनिर सायद तपाईँहरूमध्ये धेरैजना त्यति बेला हुनुहुन्थ्यो र एउटा ब्लक लेभलको गठन गरौँ भनेर त्यति बेला चाहिँ सायद भिडियोकै पहलमा एउटा भएको थियो र त्यो केही समयको लागि त्यो गठन चाहिँ गरियो तर त्यसले कार्य गर्नु नै सकेन पछि गएर र त्यसरी त्यो त्यतिकै अब के भनौँ निष्कासित भयो भनौँ या त्यतिकै त्यो हराएर गयो र विशेष जुन चाहिँ हैदर भाइले भन्दै थियो आजको यो समयमा सरकारले हामीलाई धेरै कुरो दिइरहेको छ तर हाम्रो सानो सानो पकेटहरूमा विभिन्न आफ्नो आफ्नो सङ्गठन यो पनि खाँचो छ किनकि ठुलो लेभलमा आफ्नो सानो क्षेत्रलाई नियन्त्रण गर्न गाह्रो पर्छ र त्यसलाई त्यतिकै राखेर तर त्यो सबैले आफ्नो आफ्नो मात्र एउटा एकजुट नभइकन पहल गर्दाखेरि धेरैचोटि हामी असफल भएको अनुभव विशेष जिटिडिएसलाई राम्रोसित यसको आवाज छ किनकि जिटिडिएसले हाम्रो सभापति आफै पनि हुनुहुन्छ उहाँलाई याद छ उहाँलाई धेरैचोटि हामीले भेटेका हौँ यहाँ मण्डल हुनुहुन्छ उहाँलाई पनि यो टुरिज्म लिएर धेरैचोटि भेटेका हौँ र त्यसरी नै बिर्ब अहिले अर्कै हुनुहुन्छ हामीले यो रेन्जरलाई स्वयं रेन्जरलाई गएर हामीले डेपुटेसन पनि देखाउँ यो बङ्गाल सफारीको जस्तै हाम्रो क्षेत्रमा पनि एउटा सफारी चालु गरियोस् भनेर र जिटिडिएसले एडमिनिस्ट्रेटिभ रूपमा भेट्नुपर्ने व्यक्तिहरूलाई भेट्ने अनि बारम्बार पत्रचार गर्ने प्रोजेक्टहरू तयार गर्ने यो चाहिँ निरन्तर गर्दै आएको छ तर यो एउटा जिटिडिएसको मात्रै पहल भएकोले गर्दाखेरि हो कि क्या हो तर यो अहिलेसम्म सफल हुन सकेको छैन। इन्टायर गोरुबथानभित्र सबैले नै एक एकवटा पकेटबाट सबैजना मान्छेहरू आएर यहाँनिर आइदिनु भएको छ र उहाँहरूले आफ्नो आफ्नो विचार लिएर आफ्नो आफ्नो भरोसा लिएर आफ्नो आफ्नो गाउँलाई राम्रो होस् भन्ने हेतुले आएको छ र यसरी नै तपाईँ यो सङ्गठनले चाहिँ सबैलाई एकै मुष्टमा ल्याएर चाहिँ राम्रो काम गरिदियोस् राम्रो भएर जाओस्। मैले यो कतिपय मिटिङहरूमा सभाहरूमा मैले देखेँ मैले आफ्नो एक्सपिरियन्स बताउँदैछु हाम्रो यो सङ्गठन चलाउनुको लागि चाहिँ प्रेसिडेन्ट सेक्रेटरी र केसियरले मात्रै हुँदैन। प्रेसिडेन्ट सेक्रेटरी र केसियरलाई चाहिँ एउटा अगाडि बढाउने उयो त्यसमा हामीले चाहिँ पुसअप गर्नुपर्छ तर कतिपय ठाउँमा यस्तो यस्तो होमस्टेजहरू छ उनीहरूलाई अहिले कुनै सङ्गठनको जरुरत पनि छैन किनभने उनीहरूकोमा आइरहेको छ टुरिस्टहरू निरन्तर आइरहेको हुन्छ भइरहेको छ हामीलाई के जरुरत हाम्रो होमस्टे छ पाइरहेको छौँ तर इन्फ्रास्ट्रक्चर के हो हाम्रो नेचर के हो यसलाई कसरी बचाउनु हामीले के देखाउनु पर्ने भन्ने कुरो उनीहरूलाई केही पनि छैन सिर्फ होमस्टेकै मात्र उयो छ किन गेस्टहरू आइरहेको छ उनीहरूसँग कलकत्ताबाट आइरहेको छ सबैतिर आइरहेको छ कुनै पनि सभा हुन्छ भने चाहिँ केवल सेक्रेटरी प्रेसिडेन्ट केसियर र एकैजना जो अलिकति बुझ्छ तिनीहरू आउला नभए तिनीहरू आउँदैन यस्तो नहोस्। यस्तो भयो भने के हुन्छ भने अगाडि जसले काम गर्छ जसले प्रतिनिधि गरेर जान्छ उहाँलाई गाह्रो हुन्छ एकदमै गाह्रो हुन्छ गर्नु सक्दैन उनीहरूलाई शक्ति नै प्रदान हुँदैन उनीहरूलाई शक्ति नै हामी हो यहीँबाट हो र यसरी जसरी हामी अहिले एकमुष्ट भएर सबैजना यो एउटा सङ्गठनको लागि आइरहेको छौँ त्यसरी नै सबै मिलेर आएर गरौँ एकदम मलाई खुसी लागेको छ। मैले चाहिँ सोचेको यसलाई चाहिँ हामीले भनेर अझै 2-3वटा ट्रेन चाहिँ भाया मालबजार लिएर गयो भने चाहिँ हाम्रो यो भेग चाहिँ टुरिज्ममा चाहिँ अझै राम्रो काम गर्छ जस्तो चाहिँ लाग्छ। अब एयरपोर्ट त अब अहिले फिलहाल साह्रै छ तर ट्रेनमा चाहिँ हामीले गऱ्यौँ भने र हाम्रो त्यो झलुङको भेगमा चाहिँ चप्रामारी फरेस्ट छ एउटा जहाँ चाहिँ जङ्गल सफारी पनि हुन्छ त्यहाँ कन्टिन्यू हुन्छ तर के हुन्छ त्यो लाटागुडीबाट चाहिँ तपाईँको जङ्गल सफारीको गाडी आउँछ त्यहीँ टिकट काट्नु जानुपर्छ मतलब फरेस्ट चाहिँ हाम्रोमा छ तर सबै चिज चाहिँ लाटागुडीमै बसिरहेको छ र त्यसले गर्दाखेरि चाहिँ म चाहिँ हामीले चाहिँ यस्तो चाहन्थ्यो कि त्यो चप्रामारी त्यहाँ छ भने चाहिँ त्यही हामीले जस्तो यता कुमानीमा एउटा अब बुकिङ सेन्टर त्यहीँ गाडीहरू राखेर चाहिँ यदि हामीले सफारी गराउनु सक्यो भने चाहिँ एकदमै राम्रो हुन्छ जस्तो चाहिँ मलाई लाग्छ किनकि जङ्गल सफारीले पनि थुप्रो टुरिस्ट एट्र्याक्ट गर्छ जुन चाहिँ लाटागुडी केही छैन खालि जङ्गल सफारी मात्रै छ तर त्यहाँ त्यत्रो गेस्टहरू आइरहेको छ। त्यो पछि अर्को के प्रब्लम छ भन्दाखेरि चाहिँ हाम्रो यहाँ
ल्यान्ड रिलेटेड पनि थुप्रोवटा प्रब्लम छ, त्यो चाहिँ फरेस्ट डिपार्टमेन्टमा पर्छ, अब कतिवटा हाम्रो बगान एरियामा पर्छ। हाम्रो क्षेत्रफल भनेको लोल्यान्ड एरिया हो, त्यही कारणले गर्दाखेरि हामीले बेसी जस्तो फोकस गर्न सक्नुपर्ने रिभर साइड टुरिज्मलाई नै फोकस गरेको राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ। र अहिले पनि हामीले हेर्दाखेरि जति पनि रिभर साइड एरियाहरू छ हाम्रो, त्यही चिजलाई नै फोकस गरेर हाम्रो साइडको टुरिज्महरू आउने गर्दछ। र सिक्किम टुरिज्मले धेरै फोकस गर्छ र गभर्मेन्टको इनिसिएटिभहरू धेरै छ र पब्लिकलाई पनि सपोर्ट गर्छ। तर सिक्किम टुरिज्मले मात्रै सपोर्ट नगरेर त्यहाँको पब्लिकहरू पनि जेनरल अवेर छ, जस्तै हामी पनि अवेर हुनु पऱ्यो। हामीले हाम्रो खानपिन अथेन्टिक युज गर्नु सक्नु पऱ्यो। हाम्रो फुड हामीले बेच्नु सक्ने भनेको हाम्रो कल्चर, जस्तै हामी खोलेदाईलाई हेर्छौँ, खोलेदाईमा जति पनि टुरिस्टहरू जान्छ हाम्रो खानपिनहरू त्यहाँनिर हामीले चलाएको हेर्न सक्छौँ। त्यसै गरेर हाम्रो गोरुबथान क्षेत्रलाई यस्तै कतिवटा स्पटहरू छ, जस्तै टी टुरिज्मलाई पनि हामी फोकस गर्न सक्छौँ। टुरिज्म आउने हाम्रो लागि आर्थिकलाई उत्थान गर्ने एउटा बाटो मात्रै हेर्दैछौँ कि एउटा कमर्सियलाइज मात्रै हो कि यो, या त हाम्रो क्षेत्रलाई बचाउने एउटा विचार लिएर हामी अघि बढ्दैछौँ त भन्ने एउटा भिजन हामीमा एउटा क्रिएट हुनु पऱ्यो। र हामीमा धेरैवटा रिसोर्सहरू छन् जसले हामी एभ्री टाइम भनिरहेको हुन्छौँ। हामी रोहित साथी हामीहरू कुरा गर्छौँ, यहाँ हाम्रो फार्मिङ था हुनुहुन्छ, उहाँको एउटा मलाई एकदमै दामी भिजन लागेको थियो। मुनमिन फार्मस्टेले त्यो पत्ती प्लकिङ गराउँदै थियो क्या रातिको टाइममा, त्यो क्रिएटिभ विचार हो। हामीले आउने पिँढीहरूलाई चाहिँ कुछ सिकाउनुपर्छ, कुछ दिएर जानुपर्छ। आजसम्म हामीले जानेको कुरो चाहिँ के हो, लिनु मात्रै पर्छ। यति स्वार्थी र हाम्रो नकारात्मक सोच छ नि, मेरो मात्रै हुनुपर्छ, त्यो पनि मेरो मात्रै, ऊ पनि मेरो मात्रै, योबाट मैले मात्रै कमाउनुपर्छ। हामी चाहिँ यस्तो जातिमा हुर्किएको हो। त्यो चाहिँ कस्तो भन्नुहोस् त, तपाईँको घरमा ठुलो परिस्थिति आउँदा तपाईँले दुःख हुँदैन कि, तर छिमेकीले एउटा गाडी किनेर चाहिँ बहुत तपाईँ दुःखी हुने मान्छे हामी तपाईँ क्या, यति साह्रो अहङ्कारी मान्छेहरू हो। त्यस कारणले गर्दाखेरि जब पनि अघि हामी भने यहाँनिर प्रायः मेरै ब्याचको रहेछ, यहाँ लेलिन साथी, यहाँ तुफान साथी, यहाँ तापस साथी, हामी चाहिँ क्लासमेट हो, सँगै पढेको, यहाँ जुद्धबिरै पढेको र अलिकति फाँट हाम्रो दिमागमा चाहिँ ल्याउनुपर्छ। त्यस कारणले गर्दाखेरि चाहिँ हामी टुरिज्म भनेर त्यहाँ पढाइबस्छौँ। तपाईँले जति नै राम्रो होमस्टे बनाउनुहोस् न, तपाईँको घरभित्र एसी लगाउनुहोस्, दामी दामी वासरुमहरू बनाउनुहोस्, तर तपाईँको घरलाई, त्यो वासरुमलाई, त्यो तपाईँको परिवेश त्यो भित्रको कुरोले हेरेर टुरिस्ट कहिले नै आउँदैन। तपाईँको परिवेशमा चाहिँ के छ त हेर्नु लायकको, त्यहाँ देख्नु लायकको के छ, त्यो हेर्नु आउँदा पो तपाईँको होमस्टेमा बस्ने हो त। तर हाम्रो त्यो मिसकन्सेप्सन भइरहेको छ क्या। अब हामीले चाहिँ हाम्रो घर, हाम्रो भित्रको त्यो प्राङ्गणहरू चाहिँ दामी बनाउँछौँ, तर घरबाट बाहिर पाइला निकालेपछि त्यस्तो हेर्ने हामी केही पनि पाउँदैन। केमा घुम्ने त, केमा मन भुलाउने त। तर एउटा दामी कुरो गऱ्यो भने चाहिँ टुरिस्ट आउँछ, त्यो हेर्छ र चाहिँ अब घुम्दा चाहिँ रात पऱ्यो भने चाहिँ तपाईँको होमस्टेमा बस्ने हो नि त, तपाईँले बनाएको खाना खाने हो नि त, त्यहाँदेखि तपाईँले इन्कम गर्ने हो नि त। तर हामीले त्यो सर्वाङ्गीण विकासको लागि हामी सोच्दैनौँ। नर्थ बेङ्गल चाहिँ विशेष फरेस्ट्रेसनले नै चिन्छ। मेन विषय नै फरेस्ट्रेसन हो र टुरिस्टहरू आउँछ, विशेष फरेस्ट हेर्नु आउँछ। र के हुँदैछ भने जस्तै हामी काश्मीर भन्दा काश्मीरको त्यो चिल ट्रीहरू कस्तो मजाको फलेको उयो गरेको देख्दा चाहिँ टुरिस्टहरूको एट्र्याक्सन चाहिँ त्यो रुखहरूको बिचमा फोटो खिच्ने, रुखहरूको बिचमा एकदम रिल्सहरू बनाउने होइन। अहिलेको नयाँ ट्रेन्ड उयो भएको उसमा चाहिँ हाम्रो चाहिँ पाहाडमा चाहिँ डिफरेस्ट्रेसन डे बाई डे एकदमै खस्किँदै जाँदैछ। कति रुख काटेर लान्छ हाम्रो आँखाको अगाडि, हाम्रो कति मन चिउँ हुन्छ होइन। अन्त के भने फरेस्ट डिपार्टमेन्टले यसमा टुरिज्ममा चाहिँ सबभन्दा ठुलो भाइटल रोल हुनुपर्छ। किनभने यहाँ पाइन ट्री चाहिँ हाम्रो मुटु हो र पाइन ट्रीको जुन टेम्परेचर छ, जुन मतलब जुन सोयल छ, त्यो चाहिँ हाम्रोमा छ।
जस्तै दार्जिलिङ खरसाङमा पाइन ट्रीको उयो छ, जस्तै हाम्रो तोदेमा नि यति बिघ्न म बिहा भएर आउँदा यति बिघ्न पाइन ट्री थियो, अहिले सबै सकेर गयो, सबै सकेर गयो। र जतिजनाले छ त्यो पाइन ट्री हटाएर सबले अहिले त के गर्दैछ, के अरे सुपारीको गाछ, जसले चाहिँ गरम पनि ल्याउँछ, फेरि भएन कस्तो घिनलाग्दो देख्छ। हाम्रो पहाडको सौन्दर्यलाई डे बाई डे भस्काउँदै लगेको छ। अन्त यसमा चाहिँ फरेस्ट डिपार्टमेन्टले पनि एकदमै ठुलो इनिसिएटिभ लियोस् कि पाइन ट्री रिभोल्युसन ल्याइदियोस्। हाम्रो जङ्गल सफारीको लागि हामी सबै रेडी गरेको छौँ। टोटल म्याप बनाएर कहाँदेखि कहाँ जाने सबै टोटल म्याप बनाएर हामीले जम्मा गरेको छौँ। यो चाहिँ हाम्रो अब जङ्गल सफारी चाहिँ भन्दैन के, इको टुरिज्म भन्छ यसलाई चाहिँ। इको टुरिज्ममा चाहिँ जो चाहिँ पिकनिक स्पट आउँछ, तर हामी पिकनिक स्पट भन्नु सक्दिनँ, त्यो जग्गा चाहिँ इको टुरिज्म भन्छु। अनि त्यही कारणले चाहिँ यो इको टुरिज्म जङ्गल सफारीको टोटल म्याप बनाएर हामीले पठाएको छौँ डिभिजनमा। डिभिजनबाट चाहिँ तपाईँहरूले चाहिँ अब यहाँ छ सबै ठुल्ठुलो, तपाईँहरूले चाहिँ निकाल्नु सक्यो भने चाहिँ यो चाहिँ झट्टै टुरिज्मको लागि चाहिँ राम्रो हुन्छ। किन हामीले टोटल दिइरहेको छौँ टुरिज्मको यसमा लाइनमा। जस्तो कि अब फरेस्ट भिलेजको जस्तो अब यो पनि भएको थियो एउटा मिटिङमा, फरेस्ट भिलेजको एरियामा फरेस्ट भिलेजले गाइड गर्छ। जस्तै कि अब फरेस्ट भिलेजदेखि बाहिर जब गाडी आउँछ, बाहिरको जस्तै गोरुबथान भयो, गोरुबथानको गाइडले गाइड गर्छ भनेर एउटा हामीले सब बनाएर जम्मा गरेको छौँ। यो चाहिँ अगाडिको डिओफओ हुने बेलामा, अब अहिले नयाँ डिओफओ आएको छ, नयाँ डिओफओको नलेजमा हामीले हालेको छौँ। अर्गनाइजेसनमा काम गर्नु पर्दाखेरि चाहिँ यो अर्गनाइजेसनलाई एकदम इफिसियन्ट बनाउनको लागि चाहिँ यसलाई स्पेसलाइज गर्नुपर्छ। किनभने एउटा टुरिज्म भनेको बास्ट सब्जेक्ट म्याटर भएकोले गर्दाखेरि त्योभित्र तपाईँको एडभेन्चर टुरिज्म छ, त्यहाँ रिभर टुरिज्म छ, त्यहाँ बर्ड्स छ, अनि एक एकवटा विङ यसलाई फर्दर अहिले अब फिलहाल होइन पछाडि बसेर गर्नु सक्छ। अनि त्यसलाई एकदम स्पेसलाइज गऱ्यो भने चाहिँ आफ्नो तपाईँको सब्जेक्टिभ काम हुन्छ जस्तो लाग्छ। अनि विशेष अर्को कुरा तपाईँको कुरामा म जोड दिन चाहन्छु, तपाईँले एउटा सर्वेक्षण रिसर्च टिम भन्नुभयो होइन, त्यसमा चाहिँ के गर्नु सकिन्छ जस्तो लाग्छ भनेदेखि इन्टायर एरियालाई लिएर एक एकवटा कोअर्डिनेटर एपोइन्ट गर्नु सक्छ यो कमिटीको अन्डरमा, जसले चाहिँ आफ्नो तपाईँको युनिटको सब युनिटको केसहरू यो मेन कमिटीसम्म ल्याउने होइन, त्यसरी गर्नु सक्छ जस्तो लाग्छ। म यही भन्न चाहन्छु। हाम्रो आइटिनेरी एरियाको आइटिनेरी मेन हो है यो। अब हामी चाँडै नै बसेर हामीले आइटिनेरी बनाउनु पर्छ। हाम्रो एरियामा आएर बसोस् न, 10 दिन बसोस्, महिना दिन बसोस् न आएर होइन र, त्यो 1 दिन बसेर 2 घन्टा बसेर कहिले बिहान हुन्छ र जाउँ भन्ने हुन्छ कहिले टुरिस्टलाई। किनभने यहाँ टाइम नै छैन, यहाँ छ कुराहरू तर त्यसलाई अब अप्लिमेन्ट गर्नु सकेकै छैन। हाम्रो जस्तो बिन्दु छ, बिन्दुमा अब त्यहाँ एउटा डस्टबिन जस्तो मात्रै भएको छ अहिले। हेर्नुहोस् है, दिनमा 300 गाडी आउँछ, तपाईँलाई के फाइदा छ त्यहाँ भन्नुहोस् त? त्यो चक्लेट मात्रै बिक्री हुन्छ। त्यहाँ एउटा बनाउनुहोस्, त्यहाँ पनि एउटा टुरिज्म इन्फर्मेसन सेन्टर एउटा मैले अस्ति पनि सस्टेन कुरा राखेँ, एउटा टुरिज्म इन्फर्मेसन सेन्टर कुमानी मोडमा हुनुहोस्। कुमानी मोड के हो? हाम्रो 44-45 भित्रिने जग्गा हो। त्यहाँ सबै होमस्टेको एउटा इन्फर्मेसन सेन्टर, गोरुबथानलाई भित्रिने एउटा यहाँ तल पानडाँडामा राख्नुहोस् एउटा इन्फर्मेसन सेन्टर टुरिज्म। मेरो सरलाई नै अस्ति यो विषय मैले सरसँग बात मारेँ है। टुरिज्म भनेको मोस्ट भास्ट सब्जेक्ट हो, यो एउटा वर्ल्डको एउटा बिगेस्ट इन्डस्ट्री हो यो। टुरिज्ममा तपाईँको कोही लिमिटेड छैन, कति पैसा कमाउनुहुन्छ कमाउनुहोस्। टुरिस्टहरूसँग राम्रो व्यवहार गर्नुहोस्, तपाईँहरूले उनीहरूलाई एउटा मान सम्मान दिनुहोस्। हाम्रो कल्चरल फुड प्रोभाइड गर्नुहोस् जति सक्दो। म भन्छु बार खोलाइरहेको म किन जिकर गर्छु, उहाँहरूले आफ्नो कल्चरलाई प्रमोट गर्दैछ। हामी सबै मिलेर हाम्रो कल्चर फुड कल्चरलाई बढाउँ होइन। कलकत्ताबाट बिचाराहरू 1000 लाख खर्च गरेर आउँछ, कोही त बाई इयर आउँछ इमर्जेन्सी। कितना आयो हाम्रो यहाँ त 21,000 लग गया भन्छ। कुमाई आउनलाई 21,000 खर्च गरेर आउँदैछ उडेर मात्रै। त्योबाट कुमाई एनजिपीबाट बागडोग्राबाट कुमाई आउनु अलग खर्च। एउटा गेस्टले 50,000 खर्च गरेर तपाईँको जग्गा घुम्नु आउँछ र उनीहरूलाई त्यही प्रकारले तपाईँले हस्पिटालिटी दिनुहोस्। टाइम
सिक्युरिटीको ख्याल गर्नुहोस्। तपाईँले कोही पनि गेस्टहरू आउँछ, तपाईँले उहाँलाई जान पहिचान गरेर राख्नुहोस्, उहाँको आई कार्ड राख्नुहोस्, अफलाइन रेजिस्टर इन्ट्री गर्नुहोस्। भरे हुनसक्छ तपाईँको पाकिस्तानबाट आउला कोही कहाँबाट दुश्मन आउला र तपाईँले एकदम पहिचान गरेर आइडेन्टिफिकेसन एकदम लिएर मात्रै तपाईँले गेस्टहरू राख्नुहोस् होइन। आज अब यो जग्गामा उठेर मलाई एउटा तपाईँहरूले एउटा भार दिनुभयो होइन, चाहे 6 महिना 1 महिना 1 साल 2 साल जो पनि होस्, तपाईँहरूको इच्छा। म जहिलेसम्म मलाई राख्नुहुन्छ म मेरो दिलो जान लिएर म काम गर्छु। मेरो साथमा एनर्जेटिक भाइ पाएको छु मैले र संस्थामा राम्रो भाइहरू छ, सरहरू छ, हामी मिलेर काम गरौँ र सबैले यो एउटा अगाडि जो एक्जिक्युटिभ बडी छ त्यो एउटा बाटोमा उ गर्ने मात्रै हो, तर त्यसको तागत चाहिँ तपाईँहरू हो। हामीले तागत पाएन भने हामी काम गर्नु सक्दैनौँ। हेर्नुहोस्, नभए त फेरि एक्लै कुदेर फर्स्ट भएर भएन, हामी सबै ग्रुप भएर कुदौँ, त्यहाँमा चाहिँ मजा आउँछ। म एक्लै कुदेर फर्स्ट भयो भने त भएन नि। नमस्कार है, विशेष गरी यो गोरुबथान वेब जुन चाहिँ च्यानल छ हेरेर बस्नु भएको सबै दर्शक वर्गलाई फेरि पनि हामी यो नवगठित एउटा गोरुबथान ब्लक टुरिज्म कन्जर्भेसन एन्ड वेलफेयर सोसाइटी यो भर्खरै आज यो ग्रुप भर्खरै मात्रै एउटा गठन भयो र गठन पश्चातको यो एउटा मेरो सानो एउटा तपाईँहरूलाई एउटा परिचय र म यो सभाको नवगठित सभापति, मेरो नाम विजय कुमार थापा हो। साथमा हाम्रो यहाँ सचिव श्री हैदर अली भाइ हुनुहुन्छ र यसरी नै यहाँ रोशन राई, सचिन थापा, लीला लामा, राम सेवा, सुरेन खवास, यसरी नै हाम्रो यो सङ्गठनको सबै नै हामी यहाँ उपस्थित छौँ अहिले नवगठित सङ्गठनको। र विशेष गरी यो सङ्गठन आज खोलिएको मतलब चाहिँ के हो भने हामी एउटा यो अम्ब्रेला सङ्गठन हो। यो हामी एन्टायर गोरुबथान ब्लकलाई लिएर एउटा यो गठन गरेको कमिटी हो। तोदे ताङताको शिरदेखि लिएर हामीले गोरुबथानको शिर पुच्छरसम्म हामीले सबै होमस्टे या टुरिज्म रिलेटेड जति पनि मानवहरू हुन्छ उहाँहरूलाई लिएर हामीले कमिटी गठन गऱ्यौँ। एकदमै राम्रो भाजुको कमिटी गठन भयो, एकदमै राम्रो भयो कमिटी र यसमा म सबै जतिजना पनि उपस्थित भइदिनु भयो, जति पनि होमस्टे अनर, रिसोर्ट अनर, ड्राइभर एसोसिएसन भयो, होटल रेस्टुरेन्ट अनर एसोसिएसन, सबैजनालाई म धन्यवाद दिन्छु र आजको मिटिङ एकदमै फलदायक भयो र आउने दिनहरूमा हामीले यो सङ्गठनले हामीले धेरै कामहरू गर्ने हामीले सोचेको छौँ, किनकि हामीलाई यो ठुलो जिम्मेवारी आइलागेको छ आजदेखि र हामीले अब चाँडै नै एउटा एक्जिक्युटिभ बडी मिटिङ बसेर हामीले फर्दर प्लानिङहरू हामी गर्नेछौँ। अगाडिको दिनमा हामीले के गर्ने, कुन जग्गालाई कसरी प्रमोट गर्ने, विशेष गरी हाम्रो जग्गाहरू यो छोडिएको छ कालेबुङ डिस्ट्रिक्टको। हामीले एउटा यो लास्ट जग्गा हो गोरुबथान ब्लक भनेको, 4टा ब्लकमा यो 3टा ब्लकमा हाम्रो यो सबभन्दा पछौटे ब्लक छ र यहाँ हाम्रो सबै रिसोर्सेसहरू छ यहाँ, तर हामीले यो जग्गाहरू पनि हामी पछौटे छौँ। ल्याकअप के भन्नु, हामीले अब एउटा मार्केटिङ भएको छैन एक त यो जग्गाको परिचय नै माथिसम्म छैन। किन थिएन भने हाम्रो अहिलेसम्म गाउँको सङ्गठन त सानो र माथि पुऱ्याउने एउटा मान्छे भेटेको थिएन र हामीले त्यही सोचले हामी सबै सल्लाह गरेर इन्टायर हामी गोरुबथान ब्लककै सबै टुरिज्मलाई माया गर्ने मान्छेहरूलाई लिएर एउटा हामीले यो सङ्गठन बनाएको कारणै सबै गोरुबथान ब्लकको हर कुनालाई तोदे, ताङता, जलढका, रङ्गू, दलगाउँ, कुमाई, गरिबास, गोरुबथान जस्तो गोरुबथानबाट माथि थुप्रै जग्गाहरू छ, बस्तीहरू, कतिवटा जग्गाको मलाई नाम आउँदैन, तर हाम्रो गोरुबथान बहुत ठुलो जग्गा छ। यो एउटा हाम्रो एउटा इन्टरनेसनल बोर्डर हो। यो एउटा भुटान हाम्रो नजिक पर्छ, यहाँबाट लोल्यान्ड हाम्रो मालबजार सिलगढी यहाँबाट नजिक छ। यहाँ हर चिज छ, खोला नाला डाँडा सबै कुरो यहाँ हाम्रोमा सबै कुरो छ र पनि हाम्रो यो जग्गालाई हामीले प्रमोट गर्न सकेको छैनौँ र यही कारणले हामीले यो सङ्गठन खोलेको कारणै त्यही हो। अगाडि हामी केही मिलेर गर्नुपर्छ र यो जग्गाको लागि हामी डटेर काम गर्नेछौँ अगाडि। र सबैलाई नमस्कार। विशेष हेलो वेब हेरेर 24 हेरेर बसिरहनु भएका समस्त दर्शकवृन्दलाई र विशेष आज तपाईँले भर्खर मात्र हाम्रो सभापति महोदयबाट जानकारी पाउनुभयो कि यसरी एउटा नयाँ ब्लक लेभल इन्टायर गोरुबथानलाई समेटेर एउटा कमिटी गठन गरियो। किनभनेदेखि आफ्नो थुम्कामा आफ्नो कमिटी थियो, उहाँको माध्यमबाट गएको प्रस्तावहरू पनि थियो, तर विशेष रूपमा त्यस प्रस्तावमा छलफल हुन नसक्दाखेरि आज सबैले नै एउटा निर्णय लिएर गोरुबथान पञ्चायत समितिको आयोजनामा आज एउटा
गोरुबथान व्यापी खण्डव्यापी एउटा सङ्गठन गठन गरियो र तपाईँलाई अघि नै भने जस्तै गोरुबथान त्यसको नाम पनि तपाईँको नामाकरण पनि गरियो गोरुबथान ब्लक टुरिज्म कन्जर्भेसन एन्ड वेलफेयर एसोसिएसन र यसमा आज विशेष रूपले हाम्रा धेरै नै व्यक्ति विशेष उपस्थित हुनुहुन्थ्यो जो चाहिँ अब तपाईँको एडमिनिस्ट्रेटर बेसिसमा टालिनु भएको थियो है जसरी हाम्रा चेयरम्यान श्री सूर्यमणि राईज्यू त्यसरी नै हाम्रा कर्माध्यक्ष श्री श्रीशिर प्रधानज्यू त्यसरी नै एसटिपिओका आज कतिपय कारणले गर्दा उपस्थित नसके तापनि उहाँको रिप्रेजेन्टेटिभ उपस्थित हुनुहुन्थ्यो त्यसरी रेन्ज अफिसरबाट उपस्थित हुनुहुन्थ्यो तपाईँको रिप्रेजेन्टेटिभहरू त्यसरी नै तपाईँको मण्डल हुनुहुन्थ्यो है त्यसरी नै हाम्रा जिडिटिएसका प्रतिनिधि हुनुहुन्थ्यो यसरी तपाईँको विभिन्न सङ्घ संस्थाको प्रतिनिधि अब सङ्घ संस्था आजको उपस्थित को हुनुहुन्थ्यो भन्दाखेरि गोरुबथान टुरिज्म डेभलपमेन्ट सोसाइटिज गोरुबथान एडभेन्चर टुरिज्म एसोसिएसन गोरुबथान चालक महासङ्घ गोरुबथान ट्याक्सी एसोसिएसन गोरुबथान टार एन्ड अप्पर फागु रुट सर्टिफाइड टुरिस्ट गाइड गोरुबथान ब्लक खोलेदाई फेस्टिभल टिम रेस्टुरेन्ट एन्ड होटलर्स प्रेसिडेन्ट सेक्रेटरी चेलमुक्ति पिकनिक स्पोट गोरुबथान टुरिज्म पिकनिक स्पोट चितङ पिकनिक स्पोट त्यसरी नै होमस्टे एन्ड फार्मस्टेका जति पनि तपाईँको प्रोपाइटर हुनुहुन्थ्यो उहाँहरू हुनुहुन्थ्यो त्यसरी नै हाम्रा एरिका ट्रेक एन्ड टुरबाट उपस्थित हुनुहुन्थ्यो जलडाका अपबिट टुरिज्मबाट उपस्थित हुनुहुन्थ्यो कुमाई इको फ्रेन्डली टुरिज्म उपस्थित हुनुहुन्थ्यो त्यसरी नै कालिम्पोङ डिस्ट्रिक्टबाट पनि रिप्रेजेन्ट गरेर आउनुभएको थियो र यसरी नै आजको दिनमा तपाईँको विभिन्न जुन चाहिँ विषयवस्तु लिएर हामीले जुन चाहिँ गठन गरेका हाम्रो कमिटी छ र कमिटीमा यस प्रकारले नामावली गरिएको छ प्रेसिडेन्ट श्री विजय कुमार थापा फ्रम कुमाई साथसाथै उहाँ कालिम्पोङ डिस्ट्रिक्ट टुरिज्म वेलफेयर एसोसिएसनको भाइस प्रेसिडेन्ट पनि हुनुहुन्छ त्यसरी नै भाइस प्रेसिडेन्ट हुनुहुन्छ तपाईँको अङदेन मल्मु साथसाथै रोशन राई फ्रम प्यारेन्टार त्यसरी नै तपाईँको सेक्रेटरी ताब्रस आलम सिद्दिकी हैदर त्यसरी नै तपाईँको जोइन्ट सेक्रेटरीमा अनित तेलिजा एसिस्टेन्ट सेक्रेटरीमा सुनिल कार्की र रोहित राई फ्रम तोदे तपाईँको त्यसरी नै बिकी शर्मा फ्रम सामसिङ र केसियरमा भिक्टोर लेप्चा र जोइन्ट केसियरमा राम सेवा अनि सचिन थापा लिगल सेक्सनमा हामीले एडभोकेट अनिश तामाङलाई यहाँ समावेश गरेका छौँ त्यसरी नै हामीले हाम्रो जति पनि मिडिया पार्टनरको निम्ति गोरुबथान वेब 24 अनि जेटिभी जलढाकालाई हामीले अप्रोच गर्ने एउटा सल्लाह बनाएका छौँ र त्यसरी नै तपाईँको दोस्रो कुरो के छ भन्दाखेरि हामीले अफिसियल चिफ एडभाइजरीमा हामीले यहाँ छनौट गरेका छौँ गोरुबथान ब्लकका बिडिओ त्यसरी नै पञ्चायत समितिका चेयरम्यान र रेन्ज अफिसर गोरुबथान ब्लकमा जति पनि रेन्ज छन् सबैका अफिसर्सहरू साथसाथमा गोरुबथान थानाका एसटिपिओ अनि ओसी त्यसरी नै जलढाकाका ओसी साथसाथै जुन चाहिँ एउटा गोरुबथानको भाती सङ्गठन थियो टुरिज्म रिलेटेड काम गर्ने गोरुबथान टुरिज्म डेभलपमेन्ट सोसाइटी उहाँका सभापतिले पनि हामीले आजको दिनमा चिफ एडभाइजरी अफिसरमा हालेका थियौँ साथसाथै एक्जिक्युटिभ अफिसियल बडीमा हामीले जति पनि गोरुबथान अन्तर्गत 11वटा ग्राम पञ्चायत छन् 11वटा ग्राम पञ्चायतका अल प्रधान त्यसरी नै जति पनि इलेक्टेड मेम्बर हुनुहुन्छ उहाँलाई पनि साथसाथै प्रेसिडेन्ट सेक्रेटरी रेजिस्ट्रेड ट्याक्सी एसोसिएसन रेजिस्ट्रेड होटल एसोसिएसन रेजिस्ट्रेड टुरिज्म रिलेटेड सोसाइटी अर यसरी हामीले सबैलाई गाभेर एउटा ठुलो कमिटी बनाएका छौँ जसले चाहिँ अबको दिनमा इन्टायर गोरुबथानलाई समेटेर नै काम गर्नेछ जसमा कि आजको हजुरहरूलाई विविध भएको कुरा हो कि गोरुबथान एउटा टुरिज्म क्षेत्रमा एकदमै सम्पन्न भए तापनि हामीले गोरुबथानलाई जुन चाहिँ पर्यटनको मानचित्रमा मेन स्ट्रिममा हामीले हाल्नु सकेको थिएनौँ र यो कोसिस बारम्बार सबै क्षेत्रबाट भइरहेको छ विगत कमसेकम नभएको तपाईँको 15-20 वर्षदेखि यो कोसिस भए तापनि आजसम्म हामी सक्सेस हुन सकेको थिएनौँ किन भन्दाखेरि हाम्रो एउटा अम्ब्रेला छाता सङ्गठन नभएकोले गर्दाखेरि हामीले प्रोपर वेमा हाम्रो पोइन्टलाई सरकार समक्ष दर्शाउन सकेको थिएनौँ र आशा छ आगामी दिनमा यो सङ्गठनले लगेर एकदमै यो पोइन्ट्सहरू जति पनि छ गोरुबथानलाई मेन स्ट्रिममा गाप्ने दोस्रो कुरो गोरुबथानमा जति पनि पर्यटन सम्बन्धित विकासको कामहरू गर्नु सक्छ सरकारको पक्षबाट त्यो कुरोहरूलाई उहाँको पक्षबाट गर्छ भन्ने हामी आशा राखेका छौँ र दोस्रो कुरो हामी यो आज जुन चाहिँ हाम्रो यो जुन चाहिँ तपाईँको कमिटी गठन गर्यो यो कमिटी गठन हुनुमा गोरुबथान पञ्चायत समितिको बहुतै ठुलो योगदान छ किन भन्दाखेरि उहाँहरूले जबदेखिको पञ्चायत समिति गठन भयो जबदेखिको श्री सूर्यमणि राईज्यूले पञ्चायत समितिको सभापति सम्हाल्नु तबदेखिको उहाँले धेरै प्रकारको टुरिज्म रिलेटेड भिजनहरू लिएर काम गरिराख्नु भएको थियो उहाँले हामीसँग बात मार्दा हाम्रो भेगको मात्रै कुरा हुन्थ्यो उतासँग बात मार्दा उताको भेगको कुराहरू हुन्थ्यो होला भने आजदेखिको उहाँले समग्रलाई समेटेर एउटा कमिटी बनाएको कारणले गर्दाखेरि अब समग्र विषयमै तपाईँको जसरी हाम्रो सभापति महोदयले भन्नुभएको जस्तै गोरुबथानको क्वापानीदेखिको लिएर तपाईँको यो तोदे ताङताको अन्तिम बोर्डरसम्मको जति पनि कामहरू छ त्यो सबै कुरो अब यस गोरुबथान ब्लक टुरिज्म कन्जर्भेसन वेलफेयर एसोसिएसनको माध्यमबाट हुनेछ भने तपाईँहरूलाई म जानकारी गराउन चाहन्छु र विशेष धन्यवाद दिन चाहन्छु आजको यस जुन चाहिँ सभालाई सफलता पुर्याउनको निम्ति सबै सहभागिता जरि हुनु सबैलाई हामी धन्यवाद दिन चाहन्छौँ र हाम्रा थाना एसटिपिओ रेन्ज अफिसर मण्डल त्यसरी नै हाम्रा जति पनि
टुरिज्म सम्बन्धित जिटिटिएसका प्रतिनिधि है सबैलाई हामी धन्यवाद दिन चाहन्छौँ र आगामी दिनमा हामी अवश्य नै यस कमिटीले गोरुबथानको टुरिज्मलाई अघि बढाउनको निम्ति एकदम सहृदय लागि परेर कार्य गर्नेछौँ।